ल तपाईले यहाँ ठिक्क गाडी यतापट्टि सेपेर ल्याउनु पर्यो है ल अनि ठिक्क लुकिङ ग्लास यो कट्छ नि त छिरिसकेपछि मात्रै लुकिङ ग्लासमा यो कट्नु पर्यो कट्नु पर्यो अनि ठिक्क यो आफू बसेको है अनि ठिक्क यता घुमाउँदै आउने घुमाउँदै आउने त्यसको खोल्दै गर्दै गर्ने हातले चलाउनु पर्यो सुरुमा है घुम्ने भनेको चाहिँ यता है यता यहाँदेखि जानु पर्यो यता यहाँनिर के हेर्नुपर्छ भन्नुहुन्थ्यो यहाँ हामीले कोन हेर्दा नि भयो तपाईले लुकिङ ग्लास हेर्दा नि भयो होइन जिउ तन्काएर हेर्नु पर्यो है ल्याउँदाखेरि यतापट्टि ल्याउने यो कोनहरू छ नि त यता तपाईँले अलिक तन्केर हेर्नुभयो भने कोनहरू देख्नुहुन्छ क्या गाडीको भाग देख्नुहुन्छ थियो थिएन तपाईँले अब कोन हेर्दै ल्याउँदा नि भयो यतै घुम्ने हो नि फेरि बाहिर झिक्ने होइन हाम्रो आँट एक गोलो भएको छैन नि त अब यता कोन हुन्छ यता कोन ल्याउनु यस्तो घुम्ने साइड साइडतिर कोनतिर खोल्दै ल्याउने यहाँ आएपछि पनि खोल्नु पर्ने हुन्छ यहाँदेखि अब कता जाने भन्दा यस्तो गोलो जाने होइन क्या तपाईँले यता जाने ए सिधा पहिला त्यहाँसम्म त पुग्नु पर्यो नि त यहाँ आउँछ नि त अनि मात्र एक राउन्ड भयो तपाईँको यहाँ आउँछ अब अघि हामीले के गर्यौँ भन्दाखेरि अघि हामी यस्तो गयौँ फेरि यस्तो घुम्न निक्ल्यौँ क्या अघि यहाँ आउँछ अनि मात्रै एक राउन्ड हुन्छ है हाम्रो साइडलाई यहाँ हामी होम्स कटेपछि इन्डिकेटर बाल्ने है ल अब इन्डिकेटर बालिसकेपछि अटो कट हुन्छ है कहाँदेखि ह्यान्डल काट्नुपर्छ हामी ह्यान्डल अब तपाईँले गाडी अनुसार अब तपाईँले गाडी हेर्नु त अब अलि पर काट्दै जाँदा भयो तपाईँले एक पोरो काट्नु भयो भने चाहिँ फेरि यतातिर जान्छ नि यो गाडी एक पोरो काट्ने होइन गाडीलाई पनि एकछिन हिँड्नु दिने अनि घुमाउने तपाईँको गाडी कतिकोमा छ त्यो अनुसारले पनि है घुमाउने अब हाम्रो माथि लाइट छ अब लाइटमा अब रातो बोलाउँ भने रोक्नु पर्यो होइन पहेँलो बोलाउँ भने नि रोक्ने हरियो बोल्दा मात्र जाने क्या तपाईँको यो जेब्रा क्रसिङ छोएर रोक्नु भएन जेब्रा क्रसिङ भन्दा तर अहिले अब हामी यहाँ चाहिँ यो अहिले चाहिँ हेर्दैनौँ अब होइन हाम्रो सिधै नै माथि जान्छ हामी उकालोमा अब उकालोमा तपाईँलाई माथि किन रोकेको भन्दाखेरि अब अहिले नयाँ हुनुहुन्छ होइन आफै उचाल्नु सक्नु भएपछि हुन्छ क्या लग्नु हो त उहाँलाई त्यही भएर यहाँ अलिकति रोक्नु भएको नि त रोक्नै पर्दा चाहिँ हामीले खासमा चाहिँ यो दुईवटा पहेँलोको बिचमा रोक्ने क्या यहाँ बुझ्नु यो पहेँलो एउटा यो भएन क्या अगाडि यहाँ चाहिँ के कुरा ध्यान दिनुपर्छ अरे सबभन्दा पहिला तपाईँले चढाउँदाखेरि चाहिँ केमा ध्यान दिनु पर्यो भने तपाईँले चढाउँदाखेरि क्लच छोड्ने एक्सिलेटर बिस्तारै तपाईँले यहीँ आएर एक्सिलेटर थिच्दा पनि गाडी चढ्छ क्या तपाईँले परैदेखि हाततिर त्यो एक्सिलेटर थिच्नै पर्छ भन्ने हुँदैन तपाईँले यहीँ जेब्रा क्रसिङ कटेर बिस्तारै एक्सिलेटर थिच्दा पनि तपाईँको गाडी चढ्छ है अब यहाँ रोकिसकेपछि अब हामी दुईवटा धर्का हेरेर बिचमा रोक्ने अनि बिचमा रोकेपछि नआत्तिने क्या पहिलो कुरो तपाईँ आत्तिनु भयो भने चाहिँ फेरि गइन्छ आत्तियो भने अनि नआत्तिकन टक्क हात राख्ने एउटा हात ह्यान्डब्रेकमा ह्यान्डब्रेक तान्दाखेरि नथिची तान्ने झार्दाखेरि अलिकति माथि तान्ने थिच्ने बटम अनि झार्ने अनि यहाँ खुट्टाको रेस मिलाउने एक्सिलेटर दिने क्लच छोड्ने होइन गाडीले बल गरिन्जेलसम्म चाहिँ मिलाउनु पर्यो नि त अनि त्यो अनुसारले ह्यान्डब्रेक मात्र झार्ने खुट्टा केही नगर्ने ह्यान्डब्रेक झारिसकेपछि चाहिँ तपाईँको अनि आफै चढ्छ तपाईँको गाडीले बल गर्नुपर्छ ह्यान्डब्रेक झार्दा खुट्टा केही नगलाउने आधी भाग छिरिसकेपछि खुट्टा छोडिदिने क्या एक्सिलेटर र तपाईँको एक्सिलेटरको चाहिँ छोडिदिने खुट्टा आधी भाग गाडी चढ्छ नि तपाईँको फेरि त्यतिखेर पनि छोड्नु भएन नि यो 150मा तपाईँको फास्ट हुन्छ क्या गाडी फास्ट हुँदा कहाँ के हुन्छ भन्दाखेरि यो ओह्रालोमा तपाईँको घ्याच्याक्कै ब्रेक हान्नुपर्ने हुन्छ नि त यहाँ पुरै क्लच पनि नछोड्ने यहाँ तल जाँदाखेरि हाफ क्लचमै जाने ब्रेक हान्ने अनि फुल क्लच दाबिदिइहाल्ने र यहाँ पनि बन्द हुन्छ तपाईँको फेरि
पुरा क्लच दाब्नु भने नि माथिबाटै सुलुलुलु बग्छ नि त क्लचमा तेरो क्लच पुरै नदाब्ने हाफ क्लचमै आउने अनि पुरा ब्रेक हान्ने अनि क्लच थिच्ने अब यहाँदेखि जाँदाखेरि तपाईँले यतापट्टि सेपेर लानु पर्यो है यतापट्टि यतिको सेप्नु भने के हुन्छ भन्दा हामी जस्तो गयो त्यस्तै आएर फेरि एल हाल्दा पनि त यो हेरेर आउने क्या लुकिङ ग्लासमा नि हेर्नु यहाँ अगाडि पनि हेर्नु लुकिङ ग्लासमा नि हेर्नु हेरेर यहाँ धर्का छुवाउनु होइन यतिको ल्याउनु यतिको अब यहाँ यसरी लिएको चाहिँ अब ब्याक गियर लगाएर टक्कसँग जाने तपाईँले यहाँ म नरोकी घुमाउँछु भन्दा नि भयो रोकेर घुमाउँछु भन्दा नि भयो होइन ट्याक्क यहाँ हेर्नु यो पोल पनि हुन्छ लगभग होइन यो धर्का पनि हुन्छ घुमेको स्टार्ट आउनु त यहाँ टर्निङ पोइन्ट हेर्नु कहाँनिर छ हो यहाँ चकाएपछि रोकेर घुमाउँदा नि भयो अब अलिकति अगाडिदेखि घुमाउनु पर्ने हुन्छ तपाईँको धेरै ग्यापमा भयो भने यतिको ग्यापतिर भयो भने यसको नजिक हुनु पर्यो अब यतिकै ग्याप भयो भने त तपाईँको अब गाडी अब अगाडिदेखि घुमाउनु पर्ने हुन्छ मिलाउनु पर्ने हुन्छ नत्र तपाईँको यो पोलतिर हुन्छ यो कोनहरू देख्नु भयो नि यो ब्रेकहरू त्यसमा छुन्छ क्या धेरै ग्यापमा आएन नि छुट्नु अगाडिको हामी त यता मात्रै याद गरिन्छ नि त त्यसो हुन्छ कुरो अनि यहाँदेखि चाहिँ यहाँ चाहिँ पुरा स्ट्रिङ लक हुनु पर्यो ल चलाउनु भएन यो देखिन्जेल हेर्ने यिनीहरू देख्नु छोडेपछि अब त गाडी यता आयो यो देख्नु छोड्यो भने अब गाडी छिर्दैन फेरि अगाडि जाने फेरि आउने अनि छिरेपछि यहाँ रोक्ने अन्तिमको अघिकै जस्तो देखेपछि खालि त बराबर अगाडिदेखि पछि जानुभएपछि रोक्ने रोकेर दुई फन्का घुमाउने दुई फन्का घुमाएपछि पछाडि जाने धर्का छुवाउने गाडी झिक्दाखेरि यतापट्टि सेप्ने हिँडेकोमा आउँछ लुकिङ ग्लास पुग्छ घुमाउने गाडी सँगसँगै है गाडी फास्ट भयो भने अगाडि छुन्छ स्लो भयो भने यता छुनु लाग्यो भने बचाउन सकिन्छ है छिटो काट्नु भयो भने लुकिङ ग्लास हेर्ने एक चरा अगाडि पनि हेर्ने छुनु लागेको देखिन्छ होइन अनि त्यति हो ल थ्याङ्क यू भाइ भाइको नाम के अरे मेरो नाम राजेश ल राजेश गुरुलाई धेरै धेरै धन्यवाद छ ल ठिक छ हेरेर आउनु न यहाँ